द गिफ्ट अफ प्रोफेसी है। आज धेरैजना मान्छेहरूले अन्योलमा परेका छन् मान्छेहरू। यो के हो त, अगमबाणीको वरदान भनेको कुरा के हो त भन्ने कुराहरू मान्छेहरू कतिजनाले बुझेका छैनन्। त कति ठाउँमा चाहिँ नसिकाएको कारणले गर्दा हो, अनि कति ठाउँमा चाहिँ सिकाउनुभन्दा पनि ज्यादा सिकाएको कारणले गर्दा हो, अनि कतिजनाले चाहिँ यो जरुरत पनि छैन भनेर वास्तै नगरेको कारणले गर्दाखेरि पनि हो। हामीले पवित्र आत्माका 9 वरदानहरूलाई 3टा क्याटेगोरीमा हामीले बाँडेका थियौँ। पहिलो क्याटेगोरीमा, पहिलो भागमा मैले तपाईलाई देखाएको थिएँ प्रकाशका वरदान भनेर। प्रकाशको वरदान, द गिफ्ट अफ रेभलेसन, त्यसमा चाहिँ 3वटा वरदान थिए। वर्ड अफ विस्डम, ज्ञानको वचनको वरदान, ज्ञानको वरदान होइन, ज्ञानको वचनको वरदान, अनि बुद्धिको वचनको वरदान, अनि आत्मा छुटाउने वरदान। यो चाहिँ प्रकाशका वरदानमा, जसलाई चाहिँ द गिफ्ट अफ मेनिफेस्टेसन पनि भन्छ होइन। अनि त्यहाँदेखि तपाईको अर्को चाहिँ तपाईको दोस्रो चाहिँ द गिफ्ट अफ पावर हामीले हेरेका थियौँ। शक्तिका वरदान, शक्तिको वरदान मुनि चाहिँ हामीले हेरेका थियौँ गिफ्ट अफ मिराकल्स, आश्चर्य कर्मको वरदान, गिफ्ट अफ फेथ, विश्वासको वरदान, अनि गिफ्ट अफ हिलिङ्स, चङ्गाईको वरदान भनेर हामीले द गिफ्ट अफ पावर, शक्तिका वरदानहरूमा हामीले हेरेका थियौँ। अब तेस्रो खण्डमा हामी पुग्यौँ। तेस्रो क्याटेगोरीमा चाहिँ भोकल गिफ्ट, उच्चारण गरिने वरदान, बोलिने वरदान। त्यो बोलिने वरदान, उच्चारण गरिने वरदानमा चाहिँ विभिन्न भाषाको वरदान, अन्य भाषाको या विभिन्न भाषाको उल्था गर्ने वरदान, अनि अब हामी पुगेका छौँ अगमबाणीको वरदान। र आज चाहिँ हामी अगमबाणीको वरदानको विषयलाई लिएर हामी हेर्नेछौँ। पहिला कोरिन्थी 12 अध्यायको 10 पद तपाईहरुको अगाडि म पढ्छु। बार बार हामीले पढ्यौँ, त्यो खण्डलाई पढ्नुहोस्। तपाईले माथि 7 पददेखि नै पढ्नुहोस् बादमा। कसैलाई आश्चर्य कामहरू गर्ने, कसैलाई अगमबाणी बोल्ने, याद गर्नुहोस् त्यो भागलाई। कसैलाई आश्चर्य काम गर्ने, कसैलाई अगमबाणी बोल्ने, कसैलाई आत्माहरू छुटाउन सक्ने, कसैलाई विभिन्न किसिमका भाषाहरू बोल्ने, कसैलाई चाहिँ ती भाषाको अर्थ खोलिदिने। यहाँ तपाईले देख्नुभयो अगमबाणीको वरदान भनेको छ यो। र परिभाषा यसको के हो त भन्दाखेरि द प्रोफेसी इज अ सिम्पल गड स्पिकिङ टु मेन थ्रु मेन। अगमबाणी भनेको चाहिँ के हो भने परमेश्वर मानिससँग, मानिसद्वारा मानिसको लागि बोल्नुहुन्छ। बुझ्नुभयो? प्रोफेसी इज अ सिम्पल गड स्पिकिङ टु मेन, परमेश्वर मानिसहरूसँग बोल्ने। बुझ्नुभयो? अनि मानिसद्वारै मानिससँग परमेश्वर बोल्नुहुन्छ। It is simply a supernatural inspired message from God which a person receives and communicates either to another individual or a group of people। भनेको चाहिँ यो अलौकिक वरदान जो परमेश्वर बाट प्रेरणा भएको कुरो हामी पाउँछौँ, अनि प्रेरणामा त्यो कुरो पाउँछौँ, अनि परमेश्वरबाट हामी त्यो कुरोलाई चाहिँ कम्युनिकेट गर्छौँ, अरूलाई हामी बोल्छौँ, अरूको जीवनमा बोल्छौँ प्रभुबाट सुनेर। त्यो इन्डिभिजुअल व्यक्तिगतको लागि पनि हुन्छ, अनि समूह या भिडको लागि पनि या ग्रुपको लागि पनि हुन्छ। अब प्रोफेसी भनेको चाहिँ अगमबाणी भनेको चाहिँ के रहेछ? परमेश्वर चाहिँ मानिससँग बोल्ने, उहाँको कुराहरू मानिससँग बोल्ने, अनि उहाँका कुराहरू मानिसद्वारा बोलेर मानिस कहाँ पुर्याउने। त्यो तपाईले बुझ। अनि यो चाहिँ के अरे? यो चाहिँ पवित्र आत्माको वरदान। अनि यो यसै हामीले हाम्रो पढा लिखा बुद्धि ज्ञानबाट आउने होइन, यो चाहिँ पवित्र आत्माको शक्तिबाट आउने। अनि यो चाहिँ पवित्र आत्माको वरदान हो। ओके, तपाईले यति बुझ्नु भयो नि? हुन्छ। अर्को कुरो बिब्लिकल प्रोफेसी। अब बाइबलमा चाहिँ यसलाई ग्रीक भाषामा यसलाई प्रोफेटिया भनेको छ। अनि यतापट्टि तपाईले देख्नुहुँदैछ त्यो चाहिँ ग्रीक शब्द हो। युनानी शब्द भनेको प्रोफेटिया भनेको चाहिँ के अरे त भन्दाखेरि सिग्निफाइज द स्पिकिङ फोर्थ अफ द माइन्ड एन्ड द काउन्सिल अफ गड। परमेश्वरको मन र परमेश्वरको विचार, परमेश्वरको सल्लाह बोलिने। प्रो फोर्थ, फिमी भनेको चाहिँ टु स्पिक, प्रो भनेको चाहिँ फोर्थ बोलिने, अनि के अरे परमेश्वरका कुराहरू, अनि फिमी भनेको चाहिँ
स्पिक बोल्नु भनेको प्रोफेसीको अर्थ चाहिँ त्यो इन द न्यू टेस्टामेन्ट इज युज्ड अफ द गिफ्ट अफ द स्पिरिट। रोमी 12 अध्यायको 6 अनि 1 मा तपाईले पढ्नु भयो भने पहिला कोरिन्थी 12 अध्यायको 6 मा म तपाईलाई नेक्स्ट विकतिर त्यो त्यहाँबाट म बोल्ने छु। त्यहाँ भनेको छ गिफ्ट अफ प्रोफेसी भनेको छ, अगमबाणीको वरदान भनेको छ। अनि पहिला कोरिन्थी 12 को 10 अहिले भर्खरै पढ्यौं। अनि पहिला कोरिन्थी 13 अध्यायको 2 मा पनि भनेको छ मसँग अगमबाणी बोल्ने शक्ति भनेको छ। बुझ्नुभयो? बाइबलमा तपाईले नयाँ नियममा पनि देख्नुहुन्छ यो अगमबाणी भनेको चाहिँ के हो भने यति तपाईले र मैले बुझ्ने अगमबाणी भनेको चाहिँ परमेश्वर सिग्निफाइज, यसले के देखाउँछ अरे स्पिकिङ फोर्थ, परमेश्वरका कुराहरू परमेश्वरबाट रिसिभ गरेर परमेश्वरका कुराहरू मानिस कहाँ ल्याउने। बुझ्नुभयो? फेमी भनेको चाहिँ टु स्पिक, कसले बोल्दैछ? परमेश्वरबाट, परमेश्वरको जन जसले त्यो अगमबाणीको वरदान पाएको छ उसले परमेश्वरका कुरा मानिसहरूको बीचमा बोल्दैछ। ओके, अझै यसलाई बुझाउन तपाईलाई either of exercise of the gift or that which is prophesied। तपाईले मत्ती 14 अध्यायमा त्यहाँ तपाईले पढ्न सक्नुहुन्छ। पहिला कोरिन्थी 13 को 8 मा तपाईले पढ्न सक्नुहुन्छ। पहिला कोरिन्थी 13 को 8 मा म पढिदिन्छु ल। पहिला कोरिन्थी 13 को 8 मा प्रेम कहिले, प्रेमको बारेमा भनेको छ, तर त्यहाँ एउटा अगमबाणीहरू भनेको छ। बुझ्नुभयो? त्यहाँ पनि तपाईले देख्नुहुन्छ। अनि तपाईले 14 को 6 देखि 6 मा पनि, पहिला कोरिन्थी 14 को 6 मा पनि अगमबाणीको कुराहरू तपाईले देख्नुहुन्छ। 22 पदमा पनि देख्नुहुन्छ। पहिला तिस्लोनी 5 को 20 मा पनि देख्नुहुन्छ। बाइबलका प्रमाणहरू तपाईले बाइबलमा कहाँ भनेको छ भन्ने कुराहरू अझै तपाईलाई बुझाउनुको निम्ति तपाई आफै पढ्नु होला यी बाइबलका पदहरू, किन टाइमले गर्दाखेरि अझै अगमबाणी बोलिएका कुराहरू के कसरी बोलियो त, के हो त त्यो भनेको अगमबाणी भनेको? पहिला तिमोथी 1 को 18, पहिला तिमोथी 4 को 14, दोस्रो पत्रस 1 को 20 अनि 21, अनि प्रकाश 1 को 3, प्रकाश 11 को 6, प्रकाश 19 को 10, 22 को 7, 10, 18 अनि 19। तपाईले यहाँ पनि यी बाइबलका पदहरूमा पनि पढ्नुभयो भने अगमबाणी भनेको कुरा के हो प्रष्ट रूपमा उल्लेख गरेको छ, त्यसको व्याख्या गरेको छ। ओके, सिम्पली अब अझै म तपाईलाई दोहोऱ्याउँदै छु के रहेछ त हामीले बुझ्नु। अगमबाणी भनेको चाहिँ अगमबाणी गर्यो फलानाले, अगमबाणी गर्यो यसले हामी भन्छौं नि त। अगमबाणी भनेको चाहिँ के हो पहिला बुझ्नु पर्यो। यो चाहिँ पवित्र आत्माको वरदान हो अनि पवित्र आत्माले सबैलाई दिनुहुन्छ अगमबाणीको वरदान। अब यो नसोच्नुहोस् अगमबाणी गर्दैमा तपाई अगमवक्ता चाहिँ होइन। म आउने दिनहरूमा अगमवक्ताको वरदान, अगमबाणीमा अगमवक्ताको वरदान र अगमबाणी गर्ने वरदान चाहिँ अलग अलग हो। अगमबाणी सबैले गर्न सक्छ, बाइबलले भन्छ। प्रभु यीशुलाई चिनेको मान्छेले अगमबाणी गर्न सक्छ, बाइबलले भन्छ। तपाईको अधिकार हो, तपाईले पाउने हक हो, तपाईले प्रभुसँग माग्दा प्रभुले तपाईलाई दिनुहुन्छ। तर अगमवक्ता चाहिँ वरदान, त्यो स्पेशल वरदान परमेश्वरले दिएको, उसकोमा अगमबाणी गर्ने वरदान छ भने उसले जतिखेर पनि वरदान त्यो प्रयोग गर्न सक्छ। तर अगमबाणीको वरदान तपाईकोमा आयो भन्दैमा, तपाई अगमबाणी गर्नुहुन्छ भन्दैमा तपाई अगमवक्ता चाहिँ होइन। अगमवक्ताको अफिस, अगमवक्ताको कार्यशाला र अगमबाणी गर्नेको फरक, यो कुरा तपाईले बुझ्नुपर्छ। हरेकले अगमबाणी गर्ने उत्कट इच्छा गर, बाइबलले भन्छ। पहिला कोरिन्थी 14 अध्यायमा तपाईले त्यहाँनेरि देख्नुहुन्छ हैन, तिमीहरूले उत्कट इच्छा गर अगमबाणी, किनकि अन्य भाषामा बोल्नेले मानिसहरूसँग होइन तर परमेश्वरसँग बोल्छ। त्यो अन्य भाषाको बारेमा भनेको छ भने त्यहाँ अन्य भाषामा बोल्नेले आफ्नै आत्मिक वृद्धि गर्छ भने अगमबाणी बोल्नेले मण्डलीको आत्मिक वृद्धि गर्छ। अब अगमबाणीको वरदान तपाईलाई र मलाई किन दिएको रहेछ भन्दाखेरि चाहिँ मण्डलीको वृद्धि गर्नुको निम्ति, मण्डलीमा उत्साहित गर्नुको निम्ति र परमेश्वरका कुराहरू ल्याउनुको निम्ति हो। र अब तपाईले बुझ्नुहोस् यहाँनेरि म अझै तपाईलाई बुझाउने छु। अगमबाणी गर्नु र अगमवक्ताको वरदान यो दुईटा भिन्नता आउने क्लासहरुमा हामी हेरौँला। अहिले तपाईले बुझ्नु चाहिँ यति बुझ्नुहोस्, सिम्पली अगमबाणी भनेको चाहिँ सिम्पली इज ट्रान्सलेटेड द वर्ड अफ प्रोफेसी मीन्स टु अटर द इन्स्पायर्ड वर्ड। प्रेरणाले भरिएको वचन, परमेश्वरबाट आएको वचनलाई बोल्नु भनेको हो।
इन्द्र दाजुको बारेमा परमेश्वरले मलाई दिनुभयो अगमबाणीको वचन, त अगमबाणीको वचन तपाईँलाई दाजुको बारेमा मलाई दिनुभयो भने मैले परमेश्वरबाट पाएको प्रेरणा, परमेश्वर मसँग बोलेको कुरा बोलिदिनु हो। बुझ्नुभयो? मेरो शब्द होइन, तर परमेश्वरले मलाई भन्न लगाएको शब्द भनिदिनु हो। प्रोफेसी इज अलवेज रुटेड इन द सेम सोर्स, द होली स्पिरिट। अनि यो हाम्रो तरिकाले कार्य गर्दैन। यो वरदानले पवित्र आत्माले जसो इच्छा गर्नुहुन्छ त्यसो चाहिँ हुन्छ। अनि उहाँले चाहिँ तपाईँ र मद्वारा पवित्र आत्माले काम गर्नु हुन्छ। ओके, अकॉर्डिंग टू 1 Corinthians 14:31, all believers may exercise this gift at some time as the Spirit wills। त्यहाँनेरि तपाईले पहिला कोरिन्थी 14:31 मा पढ्नुहोस् त, कति बडो मजाले भनेको छ त्यहाँ भने, पढौँ ल। तिमीहरू सबैले पालै पालोसँग अगमबाणी बोल्न सक्छौ र यसरी नै सबैले सिक्न सक्छन् अनि सबैले उत्साह पाउन सक्छन्। तपाईले यो वरदानको निम्ति प्रार्थना गर्नुहोस्, प्रभुले तपाईलाई दिनुहुन्छ अनि तपाईले प्र्याक्टिस पनि गर्न सक्नुहुन्छ। बुझ्नुभयो कि भएन? यो प्र्याक्टिस गर्न सक्छौँ हामी। पालै पालो तिमीहरूले अगमबाणी गर। अनि सबै विश्वासीले भनेको छ, अल बिलिभर्स। अल बिलिभर्सको मतलब को हो? सबै प्रभु यीशुलाई विश्वास गरेका मानिसहरूको विषयलाई लिएर भनेको छ। मुनतिर तपाईलाई म अझै त्यसलाई बुझाउँछु। तर तिम्रो आफ्नो इच्छाले होइन, तर पवित्र आत्माको इच्छा अनुसार भनेको छ है। त्यो कुरो याद गर्नुहोस् बाइबलमा पढ्दा त्यहाँ राम्ररी। एभ्रीवन मे प्रोफेसाइज one by one and not more than 3 times in one gathering। एक जनाले गरेर तिमीहरूले 3 चोटिसम्म गर। त्यो चाहिँ किन पावलले त्यो अर्डर राख्यो भन्दाखेरि गडबडी नहोस् त्यहाँ भनेर, खैला बैला नहोस् त्यहाँ भनेर। अब कतिचोटि चाहिँ हामी प्रोफेसी चाहिँ हुन्छ गर्छौँ। हिजो पनि हामी त्यहाँ सेवामा देख्दै थियौँ, मान्छेहरू चिच्याएर कराएर हाङहाङ र केही बुझेकै छैन। परमेश्वर चाहिँ गोलमालको परमेश्वर होइन, यो कुरा हामीले राम्रो जान्नुपर्छ। कतिचोटि चाहिँ मान्छेहरूले अगमबानीका वरदानहरू पाएको हुन्छ तर त्यसलाई प्रयोग गर्ने ढङ्ग चाहिँ छैन, जान्दैनन्। अनि त्यसले चाहिँ पछाडि गएर के हुन्छ भने इरोर हुन्छ, गलत हुन्छ त्यहाँदेखि। अनि उसले राम्रै गर्दै गरेको कुरोहरू पनि त्यसलाई गलत तरिकाले प्रस्तुत भएको कारणले गर्दा, मान्छे हो नि त, गल्ती गर्छ नि त मान्छेले, त्यो बुद्धि पुरा आएन भने चाहिँ अनि त्यहाँनेरि अप्ठ्यारो हुन्छ। परमेश्वर गोलमालको परमेश्वर होइन, परमेश्वर चाहिँ अर्डरको परमेश्वर। परमेश्वरले चाहिँ सही तरिकाले गर्नुहुन्छ है। अनि एभ्रीवन हु प्रोफेसाइज one by one and not more than 3 times in one gathering where many have the gifts and waiting to access। तपाईँ पालै पालो त्यहाँ गर्नु हुँदैछ, तपाईँलाई वरदान दिएको छ, पालो पालो गर्नु हुँदैछ, तपाईँले सिक्नु हुँदैछ। त्यहाँनेरि तपाईलाई प्रभुले दिनुभएको शब्द तपाईँले बोल्नु हुँदैछ, तपाईँको आफ्नो कुरो होइन। पहिला कोरिन्थी 14:29 देखि लिएर 33 मा तपाईँले पढ्नुहोस्, राम्रो प्रकारले तपाईँले त्यहाँनेरि पढ्न सक्नुहुन्छ। म पढिदिन्छु ल। 29 को पहिला कोरिन्थी 14:29 देखि लिएर 30 मा तपाईँले आफ्नो बाइबलमा पहिला कोरिन्थी 14:29 देखि लिएर 33 हेर्नुहोस्। ओके, अगमबाणी बोल्नु चाहिँ 2 अथवा 3 जना हुन् र अरूले तिनीहरूले बोलेका कुराहरू राम्ररी जाँच गरून् भनेको छ। अगमबाणीलाई जाँच गर्नुपर्छ भनेको छ। प्रभुबाटको हो कि होइन यो भनेर कसरी जाँच गर्नु अगमबाणी, यो प्रभुबाटको हो कि होइन म तपाईँलाई सिकाउँछु। अनि तर त्यहाँ बस्ने कुनै एकजनालाई प्रकाश आयो भने, सुन्नुहोस् है, त्यहाँ बस्ने ग्रुपमा तिमीहरू बस्ने कसैलाई एकजनालाई प्रकाश आयो भने पहिलो वक्ता चाहिँ चुप रहोस् अनि त्यो प्रकाश आएको व्यक्ति चाहिँ बोलोस् भनेको छ। हेर्नुहोस् अर्डर कसरी सिकाएको छ पावलले। तर त्यहाँ बस्ने एकजनालाई प्रकाश आयो अनि पहिलो चाहिँ वक्ता चुप रहोस् र त्यो बोलोस्। तिमीहरू सबैले पालै पालोसँग अगमबाणी बोल्न सक्छौ, विश्वासीलाई भनेको है, र यसरी नै सबैले सिक्न सक्छन् अनि सबैले उत्साह पाउन सक्छन्। भनेपछि हामी सबैजनाले अगमबाणीको वरदान पाउन सक्छौँ। अगमवक्ताहरूका आत्मा अगमवक्ताहरूकै अधीनमा हुन्छ। अब यो चाहिँ अगमवक्ताको बारेमा भनेको। अगमवक्ताको आत्मा, अगमबाणीको वरदान सबैले पायो। अगमवक्ताको आत्मा जो पाएको छ उसले वरदान भने चाहिँ उसले के गर्छ भने उसले जतिखेर पनि म इन्द्र दाजुको अगाडि गएर मेरोमा वरदान छ नि त, पवित्र आत्माको अधीनमा भएर म उहाँको बारेमा बोल्न सक्छु। त अगमवक्ताको आत्मा अगमवक्ताहरूकै अधीनमा रहन्छ है। यहाँ कुनै गडबडीको कुरो देख्दैनौँ हामी, किनकि
परमेश्वर गोलमालको परमेश्वर हुनुहुन्न, तर परमेश्वर चाहिँ शान्तिको परमेश्वर हुनुहुन्छ। केही बुझेको छैन, हल्ला भइराखेको छ, केही बुझेको छैन, भयो कि भएन, उसले बुझ्यो कि बुझेन, अनि इमोसनल बेसी चाहिँ हामी चाहिँ के हुन्छ भने जब वचनको अर्डर हुँदैन, वचन सही तरिकाले त्यहाँ प्रयोग गरिँदैन होला, त्यो हामी सही तरिकाले न्याय नगरेको कारण, न्याय गर्नु भनेको होइन, नजाँचेको कारणले गर्दाखेरि चाहिँ त्यहाँ गोलमाल हुन्छ, अनि त्यो परमेश्वरको निन्दा चाहिँ हुनु हुँदैन त्यहाँनेरि। अनि परमेश्वर चाहिँ गोलमालको परमेश्वर होइन। त परमेश्वरको वरदान चाहिँ जब परमेश्वरले काम गर्नुहुन्छ, यदि तपाईँकोमा अगमबाणीको वरदान छ भने चाहिँ परमेश्वरले शान्तिको आत्मा, शान्ति तरिकाले परमेश्वर बोल्नुहुन्छ मानिसहरूसँग। अब कस्तो कस्तो खालको अगमबाणी आउँछ, कसरी कसरी परमेश्वर बोल्नुहुन्छ त्यो हेर्दै जाउँला। र तर तपाईँलाई मैले यहाँनेरि यो कुरो देखाउन चाहेँ, पहिला कोरिन्थी 14 अध्यायमा भनेको कुराहरू। अब डिफरेन्स बिट्विन द ओल्ड टेस्टामेन्ट एन्ड न्यू टेस्टामेन्ट प्रोफेसी, पुरानो नियमको अगमबाणी या भविष्यवाणी या नयाँ नियमकोमा फरक के हो त है? लेट्स टर्न टु सम अफ द इम्पोर्टेन्ट डिफरेन्सेस बिट्विन ओटी एन्ड एन्टी प्रोफेसी। पुरानो नियमको अगमबाणी र नयाँ नियमको अगमबाणीको भिन्नताहरू के हो अलिकति हामी हेरौँ। OT prophets had the singular role of bringing God's word, instruction, warning, prophecy and so on directly to his people. अब बुझ्नुहोस्, पुरानो नियमका अगम वक्ताहरूले चाहिँ एउटै काम थियो उनीहरूको, मानिसहरू कहाँ परमेश्वरको वचन ल्याउँथे। कसरी? सल्लाहद्वारा, उपदेशद्वारा, चेतावनीद्वारा, अगमबाणीद्वारा परमेश्वरबाट सुन्थे, मानिस कहाँ आएर बोल्थे। केही कुरो हुन आउँदा चेतावनी हुँदैछ भने चेतावनीको कुराहरू, अनि कुनै कुराहरू उत्साहितका कुरा छन् भने उत्साहितका कुराहरू, केही कुरो घटना हुन जाँदैछ भने यो कुरो हुन जाँदैछ, पश्चातापको कुरोहरू गर्नुपर्ने हो भने त्यसरी परमेश्वर चाहिँ पुरानो नियममा अगमवक्ताहरूसँग बोल्नुहुन्थ्यो। तपाईले राजाहरूलाई हेर्नुहोस्, राजाहरूले अगमवक्ताहरूलाई प्रयोग गरेको हामी बाइबलमा धेरै ठाउँमा हामी देख्छौँ कि उनीहरू परमेश्वरबाट सुनेर परमेश्वरका कुराहरू के गर्नुपर्ने हो। राजाहरूले पनि इन्स्ट्रक्सन कहाँबाट लिन्थे? अगमवक्ता, परमेश्वरको दास अगमवक्ताबाट उनीहरूले लिन्थे। अनि अगमवक्ताको काम चाहिँ के थियो? पुरानो नियममा चाहिँ सिधा परमेश्वरबाट सुन्ने, परमेश्वरबाट सुनेर अनि मानिस कहाँ बोल्ने। अब नयाँ नियममा भिन्नता छ, त्यो हुन चाहिँ त्यही हो, परमेश्वरबाट सुन्ने अनि बोल्ने। तर पुरानो नियममा अगमवक्ताहरू विशेष गरी राजा, पुजारीहरू र अगमवक्ताहरूलाई मात्रै पवित्र आत्माको भरपुरी दिन्थ्यो भने नयाँ नियममा चाहिँ हामी सबैजनालाई पवित्र आत्माको भरपुरी छ। हामी चाहिँ नयाँ करारको विश्वासीहरू। अब हामी चाहिँ पुरानो नियमको अनुसार होइन, तर नयाँ नियमको अनुसार जिएको कारणले, नयाँ करारमा जिएको कारणले गर्दा हामी सबैले अगमबाणी गर्न सक्छौँ, किनभने यो पवित्र आत्माको वरदान हो। ओके, अब तपाईलाई पुरानो नियमको देखा। हामीले नयाँ नियममा एन्टी बिलिभर्स ह्याभ अ रिलेसनसिप विथ गड एन्ड क्यान हियर हिम स्पिकिङ टु देम पर्सनली। मैले भने नि अघि, नयाँ नियमका विश्वासीहरू चाहिँ परमेश्वरसँग उनीहरूको सिधा सम्बन्ध छ, अनि उनीहरू परमेश्वरबाट सिधै सुन्न सक्छ, पर्सनली उनीहरूले सुन्न सक्छ। कसैले आएर उनीहरूलाई बोल्नु पनि पर्दैन, परमेश्वरबाट सिधै उसले सुन्न सक्छ। अनि परमेश्वरबाट सुनेको कुरा परमेश्वरले बोल भन्दाखेरि अनि बोल्ने हो, पवित्र आत्माले बोल भन्दा बोल्ने हो, प्रभुबाट प्रेरणा पाएर बोल्ने हो। देयर इज नो लङ्गर रिलायन्स upon the words of the prophecy as the sole means of hearing God's voice. अब God's voice, अब हामी चाहिँ परमेश्वरको वचन है, परमेश्वरको वचन हामीले ग्रहण गरेका छौँ। पवित्र आत्माले जब बोल्नुहुन्छ, हामी पवित्र आत्माको अधीनमा भएर मानिस कहाँ हामी बोल्न सक्छौँ, किनभने पवित्र आत्माले दिनुभएको त्यो प्रेरणाका कुराहरूलाई हामी ल्याउँछौँ। नयाँ नियममा भएको डिफरेन्स चाहिँ पुरानो नियम र नयाँ नियममा भएको कुरा त्यो। पुरानो नियममा चाहिँ अगमवक्ताले सिधा जो कुरो सुन्थ्यो मानिसकामा आएर बोल्थ्यो, सबैले गर्न सक्दैन थियो, अगमवक्ताले मात्रै गर्थ्यो भने नयाँ नियममा चाहिँ हामी सबैजना विश्वासीहरूले अगमबाणी गर्न सक्छौँ। ओके, व्हेन प्रोफेसी इज ब्रट टु बियर अपन द लिडरशिप अफ मोडर्न डे चर्च, इट इज डिजाइन्ड टु ब्रिङ
confirmation, directly and empowerment to the vision of the church. अब अहिले मोडर्न डे, अहिले दिनका अगमबानी, अहिले दिन जो अगमबानी अहिलेको चर्चहरुमा, मोडर्न डे चर्चमा, अब हाम्रो यो आधुनिक मण्डलीमा जो हामीहरू गरिराखेका छौं, त त्यो पनि के हो, जो अब हामी प्रभुबाट सुन्छौं अनि प्रभुको सुनेका कुराहरू हामी बोल्छौं। हरेक विश्वासीले प्रभुबाट सुन्छ त मण्डलीमा आएर उले बोल्छ त त्यसले के गर्छ, मण्डलीको सुधार गर्छ भने अघि हामीले हेर्यौं, जसले प्रोफेसी गर्छ, जसले अगमबाणी गर्छ, त्यसले चाहिँ मण्डलीको सुधार गर्छ। र सबैजना तिमीहरूले इच्छा गर, उत्कट इच्छा गर अगमबाणी बोल्नुको निम्ति भनेर बाइबलले तपाईलाई र मलाई सिकाउँछ। मोडर्न डे प्रफिट समटाइम्स गेट्स रङ। अहिलेका दिनका अगमवक्ताहरू कतिचोटि गल्ती होला। म यहाँ सुन्नुहोस् है, मोडर्न डे प्रफिट समटाइम्स गेट्स रङ इन दिस एरिया। कुन एरियामा भन्दाखेरि, देन दे इन्सिस्ट दैट लीडर्स आर रङ एन्ड दे एलोन हियर करेक्टली फ्रम गॉड। कतिजनाले अहिलेका दिनको अगमबाणी गर्नेहरूले यो कुरो गलत गरिराखेका हुन्छन् कि लीडर्स हैन sometime wrong in that area when they insist that leaders were wrong. हुन सक्छ यो गलत हो, यी अगुवाहरू गलत हुन सक्छन् भनेर मानिसहरूले हामी चाहिँ सही तरिकाले गर्ने हो भनेर कतिचोटि त्यस्तो प्रकारको मिसअन्डरस्ट्यान्डिङ मानिसहरूका हुन्छ। त बाइबलले चाहिँ के सिकाउँछ भन्दाखेरि, गलत अगुवा पनि गलत हुन सक्छ, विश्वासी पनि गलत हुन सक्छ, तर त्यसै कारणले गर्दा जाँच भनेको छ। जाँच प्रभुबाटको हो कि होइन। तर त्यो गल्ती हामीले गर्नु भएन। प्रभुले जे बोलेको छ त्यो कुरो चाहिँ हामीले भन्नु पर्यो। हामीकोमा मनगढन्ते कुराहरू बनाएर मान्छेलाई खुसी पार्नुको निम्ति भन्नु भएन। म केही समय अगाडि यहाँ आउनुभन्दा अगाडि स्विजरल्यान्डमा अनि जर्मनी हुँदै म यहाँ आएँ, अनि त्यहाँबाट क्यानाडा हुँदै म यहाँ अमेरिका आएँ। जब म स्विजरल्यान्डमा एउटा चर्चमा मलाई बोलायो प्रचार गर्नुको निम्ति, अनि प्रार्थना गरिसकेपछि चाहिँ मान्छेहरू धेरै आए, प्रचार गरिसकेपछि चाहिँ मान्छेहरू धेरै अगाडि आए अल्टर कलमा प्रार्थना गरी माग्नुको निम्ति। अनि म प्रार्थना गरिराखेको थिएँ, प्रार्थना हात राख्दै प्रार्थनाहरू गरिरहेको थिएँ, परमेश्वरको आत्माले काम गरिरहेको थियो। अनि एकजना बहिनी या दिदी हुन सक्छ, अनि उसले आएर मलाई भन्छ, परमेश्वरले के भन्यो मेरो लागि तँलाई भन् भनेर मलाई भन्छ। मैले भने, तिम्रो लागि परमेश्वरले मलाई केही भनेकै छैन। अब उसलाई खुसी पार्नुको निम्ति परमेश्वरले यो भन्यो भनेर म भन्नु, अब मलाई भनेकै छैन, परमेश्वरले देखाएकै छैन उसको बारेमा। अनि मैले उहाँलाई यति भने, प्रभुले मलाई भन्नु त तिम्रो बारेमा केही पनि भनेको छैन, तर म तिम्रो लागि प्रार्थना चाहिँ गरिदिन्छु, ब्लेसिङ बोलिदिन्छु म तिम्रो लागि भनेर मैले आशिषको कुरा उसको जीवनमा बोल्दै। कतिजना चाहिँ हामी के गर्छौँ, मान्छेलाई खुसी पार्नुको निम्ति परमेश्वरले तँलाई यसो भन्दैछ, परमेश्वरले तँलाई यसो भन्दैछ, परमेश्वरले तँलाई यसो भन्दैछ भनेर हामी नाना थरीकाको कुराहरू बोल्छौँ। अनि त्यो चाहिँ होइन। पवित्र आत्माले चाहिँ त्यसमा गल्ती गर्छन् मान्छेले, अहिलेका दिनका मान्छेहरूले त्यसरी गल्ती गर्छन् भनेर प्रभुको वचनले भन्छ। यसै कारणले त्यो अगमबाणी चाहिँ प्रभुबाट आएको हो कि होइन भनेर जाँच भनेर भन्छ बाइबलले। जाँच हरेक अगमबाणीलाई, हरेक भविष्यवाणी गरेको भविष्यवाणी चाहिँ तिमीले परमेश्वरको वचनको आधारित जाँच भनेको छ है। यहाँ मैले लेखेको छ, आधुनिक समयका अगमवक्ताहरू कहिलेकाहीँ यस क्षेत्रमा गलत हुन्छन्। यस क्षेत्रमा गलत हुन्छन्, तिनीहरू अगुवाहरू गलत छन् र तिनीहरूले मात्र परमेश्वरबाट सही रूपमा भन्न सक्छन् भन्ने जोड दिन्छन्। त्यो चाहिँ अघि मैले तपाईलाई सम्झाएँ। दिस लिड्स टु द बिलिभ दैट द प्रोफेटिक इनपुट क्यारिज ग्रेटर वेट देन अदर्स। त्यो भन्नुको अर्थ चाहिँ उनीहरूले सोच्छन्, ओ उनीहरू चाहिँ सही हो, उनीहरूले चाहिँ सही कुरो गर्न सक्छ, यिनीहरू चाहिँ गलत हो, त्यसरी हामी भन्न सक्दैनौँ। तर हामी के गर्ने, अगमबाणी, नयाँ नियममा बोलेको अगमबाणी चाहिँ हरेक अगमबाणीको जाँच गर्ने, वचनको आधारित हो कि होइन भनेर जाँच गर्ने भनेर प्रभुको वचनले हामीलाई सिकाउँछ। अब पुरानो नियममा भएको भिन्नता र नयाँ नियममा भएको अगमबाणीको कुराहरू हामी हेर्दैछौँ है अहिले। The OT was the era of law and judgment. पुरानो नियम चाहिँ कस्तो खालको समय थियो भन्दाखेरि न्याय र व्यवस्थाको समय थियो। अनि in OT prophets had unpopular job of pronouncing warning and judgment upon the people and nation. अब पुरानो नियमको अघि नै मैले भने, पुरानो नियमका अगमवक्ताहरू चाहिँ कस्तो थिए भन्दाखेरि चाहिँ उनीहरूको काम के थियो, परमेश्वरबाट आएको चेतावनी, न्याय अनि राष्ट्रहरूमा
घोषणा गर्थे उनीहरूले। प्रभुले के भन्नुहुँदैछ, के कुरो हुँदैछ, के कुरो हुन जाँदैछ, के चेतावनी हुँदैछ, या भूकम्प हुँदैछ कि या जलप्रलय हुँदैछ कि यहाँ केही आपत्ति आउँदैछ कि के अनिकाल पर्दैछ कि, यसरी अगमबाणी गर्थे। परमेश्वरबाट सुन्थे अनि परमेश्वरसँग उनीहरूसँग बोल्नुहुन्थ्यो अनि मानिस कहाँमा गएर अगमवक्ताहरूले बोल्थे। तर अब नयाँ नियममा इन न्यू टेस्टामेन्ट एरा अफ गड्स ग्रेस एन्ड प्रोफेसी इज फर स्ट्रेन्थनिङ, इन्करेजमेन्ट एन्ड कम्फोर्ट। पहिला कोरिन्थी 14:3। अब नयाँ नियममा चाहिँ फरक छ। नयाँ नियमको समयमा चाहिँ परमेश्वरको अनुग्रहमा भएर अगमबाणी जब मानिसहरूले बोल्छन् त्यसले चाहिँ मण्डलीलाई बलियो बनाउँछ, मण्डलीलाई उत्साहित गर्छ अनि दुःखमा परेकाहरूलाई सान्त्वना दिन्छ। पहिला कोरिन्थी 14:3 तपाईले पढ्दाखेरि त्यहाँनिर तपाईले देख्नुहुन्छ। पहिला कोरिन्थी 14:3 मा के भनेको छ त भन्दा ओके, तर अगमबाणी बोल्ने हरेकले मानिसहरूसँग नै बोल्दछ, तिनीहरूका आत्मिक वृद्धि र उत्साह र सान्त्वनाको निम्ति ऊ बोल्छ। अब हेर्नु त नयाँ नियममा चाहिँ के रहेछ त, अगमबाणी जसले बोल्छ उसले मानिसहरूको लागि उत्साहितको कुराहरू बोल्छ, बुझ्नुभयो, उत्साहितका कुराहरू बोल्छ, आत्मिक वृद्धिको कुराहरू बोल्छ, सान्त्वनाको निम्ति बोल्छ। पुरानो नियममा मैले अघि देखाएँ, पुरानो नियममा अगमवक्ताहरू आउँथे, के हुन जाँदैछ त्यो वार्निङ, चेतावनीको कुराहरू, के गर्नु हुँदैछ परमेश्वरले, यी अप्ठ्यारो कुराहरू आउन आँटेको छ कि, फर्किनु पर्ने कुराहरू, पश्चाताप गर्नुपर्ने कुराहरू राष्ट्रहरूको लागि आएर उनीहरू बोल्थे। अनि परमेश्वर अगमवक्ताहरूद्वारा मात्रै बोल्नुहुन्थ्यो पुरानो नियममा। अब नयाँ नियममा चाहिँ हामी सबैसँग परमेश्वर बोल्नुहुन्छ नयाँ करारमा चाहिँ, अनि हामी सबैजनाले अगमबाणी गर्न सक्छौँ भनेर बाइबलले भन्छ। अब तपाईँलाई युदा र सिलास यी दुईजना प्रफेट भनेर प्रेरित 15:32 मा भनेको छ है। जुडा एन्ड सिलास हु देमसेल्फ वेयर प्रफिट्स, उनीहरू अगमवक्ता थिए। सेड मच इन्करेजमेन्ट एन्ड स्ट्रेन्थ टु द बिलिभर। जब उनीहरू त्यो जग्गामा गएर जब सेवा गरिराखेका थिए त्यहाँ भएका भाइहरूमा उनीहरूले के गरे, अगमबाणी गरे अनि त्यहाँ भएका ती भाइहरूलाई परमेश्वरमा उनीहरूले उत्साहित गरे भनेर प्रभुको वचनले हामीलाई भन्छ। ओके, अब नयाँ नियमको प्रोफेसी अझै म तपाईँलाई देखाउँछु। एन्टी प्रोफेसी इज अलवेज कन्सिस्टेन्ट विथ द मिनिस्ट्री अफ जिजस एन्ड हिज रेभलेसन अफ द फादर। अब नयाँ नियमको यो प्रोफेसी अगमबाणी चाहिँ के हो भने यस कुरोमा निर्भर हुन्छ, जहिले पनि यीशुलाई महिमा दिन्छ अनि परमेश्वर पिताको प्रकाशलाई ल्याउँछ। नयाँ नियमको अगमबाणीले जहिले पनि परमेश्वरलाई महिमा र यीशुलाई उचाल्ने काम गर्छ, बुझ्नुभयो। पवित्र आत्माले जहिले पनि यीशुलाई र पिता परमेश्वरलाई उचाल्ने काम गर्दछ। अनि नयाँ नियममा जो अगमबाणी आउँछ जहिले पनि तपाईँले त्यहाँनिर हेर्नुहोस् यीशुको महिमा हुँदैछ कि छैन, पिताको प्रकाश आउँदैछ कि छैन मानिसहरूकोमा। यदि त्यसो होइन भने त्यो अगमबाणी गलत अगमबाणी हो, त्यो सही छैन। अ प्रोफेटिक वर्ड क्यान समटाइम एड्रेस इरर। कहिले कहिले कतिचोटि अगमवक्ताले गलत तरिकाले या अगमबाणी गर्ने मान्छेले कतिचोटि गलत तरिकाले गर्छ। उसको मोटिभ हेर्नुहोस् है, मैले यो स्टेटमेन्टलाई तपाईँले राम्रो बुझ्नुहोस्। अ प्रोफेटिक वर्ड क्यान समटाइम्स एड्रेस इरर बट द प्रोफेटिक मोटिभ इज अलवेज रिडेम्टिभ एन्ड इट इज ब्रट टु लभ इन ह्युम्यालिटी। अब कतिचोटि गलत तरिकाले भने एउटा बहिनीले म अनुवाद गरिराखेको थिएँ अनि उसले एकजना भाइको लागि अगमबाणी गर्यो। ऊ चाहिँ अङ्ग्रेजीमा बोल्दै थियो, म चाहिँ उसलाई नेपालीमा अनुवाद गर्दै थिएँ एउटा सभामा। अनि एकजना भाइकोमा आएर छेउमा आएर चाहिँ उसले के गर्छ भने त्यो भाइको बारेमा अगमबाणी गर्छ। त्यो भाइ जवान थियो अनि उसले के भन्छ भने तिम्रो प्रार्थना प्रभुले सुन्नुभएको छ छोरा, तिमीले धेरै प्रभुको अगाडि धेरै साल भयो रुँदै प्रार्थना गरेको छौ, प्रभु मलाई सही जीवन सङ्गिनी जुटाउनुहोस् भनेर। त परमेश्वरले तिमीलाई सही जीवन सङ्गिनी जुटाउनु भएको छ र छिट्टै तिमीले विवाह गर्नेवाला छौ भनेर भन्यो। अब म चिन्छु त्यो भाइलाई, बिहा गरिसकेको छ, 2टा छोराछोरी भइसकेको छ। अब म त्यो अनुवाद गरौँ कि नगरौँ? अब मलाई गाह्रो पऱ्यो। त्यत्रो भिडमा उसले अगमबाणी गर्दैछ त्यो भाइको निम्ति त्यहाँ, तर अरूले सुनेको मान्छे गजाङ गोजुङ भइरहेको बेला
तर मैले चाहिँ अब सुने, म त अनुवाद गर्दै थिएँ, अनि मैले भने कुइनाले सट्टै हिर्काएर त्यो सिस्टरलाई, ऊ त बिहा गरिसकेको हो, उसको नानी भइसकेको छ। हेर्नु, अब तिनीहरू पक्राउ पऱ्यो त्यो अगमवक्ता। हेर्नुहोस् है, अब तर उसको मोटिभ चाहिँ रङ होइन। ऊ गर्दै गर्ने, उसले गलत, उसको विचार गलत तरिकाको सोचले चाहिँ उसले गरेको होइन उसप्रति। त यस्तो इरोर मानिसले गर्छ। अब त्यो अगमबाणी प्रभुबाट आएको थिएन, तर उसले उत्साहित गर्न खोज्दै थियो। उसलाई भन्न चाहेको कुरो चाहिँ यही हो। कतिचोटि चाहिँ त्यो प्रोफेटिक वर्ड भनेर उनीहरूले भन्छ, तर त्यहाँ इरोर बोलिराखेको हुन्छ, गलत गरिराखेको हुन्छ। तर परमेश्वर, तर उसले चाहिँ के गर्न आँटिराखेको छ, उसलाई उत्साहित गर्नु चाहिँ आँटिराखेको छ त्यहाँनिर। त यस कारणले जाँच भनेको हो। तर परमेश्वरले जहिले पनि तपाईँलाई र मलाई अगमबाणी गर्न लगाउनुहुन्छ भने त्यसको पछाडि चाहिँ परमेश्वरको प्रेम र परमेश्वरको नम्रता हुन्छ। नम्रता बिना अगमवक्ता या अगमबाणी गर्ने व्यक्ति, अगमवक्ता कुरा गरेको छैन, अगमबाणी गर्ने व्यक्तिमा प्रेम छैन, तर अगमबाणी चाहिँ गर्छ भने चाहिँ त्यो चाहिँ फेरि झ्याङ बस्ने झ्याली जस्तो मात्रै हो, बाइबलले क्लियरली भन्छ। अनि जहिले पनि अगमबाणीमा चाहिँ उत्साहितकै कुरा मात्रै आउँछ भनेको छैन। अगमबाणी गर्दा तपाईँलाई चेतावनीको कुराहरू पनि आउँछ, तर त्यसले त्यो मान्छे चाहिँ बिल्ड हुन्छ, निर्माण हुन्छ। बुझ्नुभयो? ओके। अर्को कुरो, अब मोडर्न डे प्रफेट क्यान इजिली ल्याप्स इन्टु दि ओटी एप्रोच। अब अहिले दिनका अगमवक्ताहरू या अगमबाणी बोल्ने मान्छेहरू चाहिँ पुरानो नियमको ढाँचामा गर्न थाल्छन्। अनि उनीहरूले जब त्यो गर्छन् त के गर्छन्, त्यो म यो स्टेटमेन्ट म बोल्दैछु है। मोडर्न डे, आजकलका अगमवक्ताहरू या अगमबाणी बोल्नेहरूले के गर्छन् अरे, मोडर्न डेज प्रफेट क्यान इजिली ल्याप्स इन्टु दि ओटी एप्रोच एन्ड दिस इज द डिमोन्स्ट्रेसन वेन प्रोफेसी ओन्ली पोइन्ट्स आउट इरोर। पुरानो नियमको ढाँचा अनुसार तपाईँले यसो र त्यसो भन्दै गर्नुभयो भने चाहिँ त्यो अगमबाणी चाहिँ सरासर गलत हुन्छ। अहिले पुरानो नियमको एप्रोचमा होइन, पुरानो नियमको ढाँचामा होइन, पुरानो नियमको तरिकामा होइन, पुरानो नियम पुरा भयो। अब नयाँ नियममा बाइबलमा के सिकाएको छ, नयाँ करारमा त्यो अनुसारको गर्नुपर्छ हामीले। बुझ्नुभयो? पुरानो नियममा के थियो, पोइन्ट आउट गर्थ्यो नि त, कन्डेम सुन्थ्यो, उसलाई दोष देखाइराखेको हुन्थ्यो, वार्निङ चेतावनी गरिराखेको हुन्थ्यो, पश्चाताप गर भनेर भनिराखेको हुन्थ्यो। अनि त्यहाँदेखि क्रिटिसिजम, जजमेन्टका कतिवटा कुराहरू हुन्थ्यो त्यहाँनिर। त्यस कारणले गर्दा अहिले मान्छेहरूले, कतिजना अहिलेका अगमवक्तानीहरू या अगमबाणी गर्नेहरूले चाहिँ त्यो पुरानो नियमको अगमबाणीलाई हेरेर उनीहरू त्यो खालमा पस्दाखेरि इरोर भइराखेको कुराहरू, गलत भइराखेको कुराहरू हुन्छ। इन दि ओटी अ प्रफेट कुड स्ट्यान्ड एलोन बिफोर गड। होइन, पुरानो नियममा चाहिँ अगमवक्ता परमेश्वरको अगाडि एक्लै हुन्थ्यो, परमेश्वरको अगाडि, परमेश्वरबाट उसले जे सुन्थ्यो त्यही कुरो ल्याएर मानिस कहाँ बोल्थ्यो। तर नयाँ नियममा चाहिँ त्यसो छैन। तर अब नयाँ नियममा म अलिकति देखाउँछु ल तपाईँलाई। इन द न्यू टेस्टामेन्ट पावल इज क्लियर। अब यहाँनिर नयाँ नियममा पावलले के भन्दछ त भन्दा, पावल इज क्लियर द्याट वी एज अ चर्च आर मेड अफ मेनी मेम्बर्स विथ डिफरेन्ट गिफ्ट्स इन वान बडी, इन वान टिम। अब चर्चमा नयाँ नियममा चाहिँ हामी धेरै मेम्बर्सहरू छौँ, होइन, सदस्यहरू छौँ, अनि हामीहरूमा विभिन्न दान र वरदानहरू छ, हामी टिममा काम गर्छौँ। पुरानो नियममा एक्लै अगमवक्ताले सुन्थ्यो, परमेश्वरबाट आएर बोल्थ्यो। नयाँ नियममा चाहिँ हामी के छौँ, हामी टिममा छौँ, हामी सबै एउटै शरीरमा छौँ, एउटै मेम्बर छौँ हामी, प्रभु हाम्रो शिर हुनुहुन्छ। त्यस कारणले गर्दाखेरि अब तपाईँ र म यो कोठाभित्र यतिजना छौँ, त हामीहरूमा विभिन्न दान वरदानहरू छ। यो विभिन्न दान वरदान परमेश्वरले तपाईँलाई र मलाई दिएको कारण चाहिँ एक दुसरालाई बनाउनुको निम्ति, आत्मिक जीवनमा उत्साहित गर्नुको निम्ति, करेक्सन गर्नुको निम्ति, होइन, इन्करेज गर्नुको निम्ति, स्ट्रेन्थ बलियो बनाउनुको निम्ति विश्वासमा। As with other spiritual gifts, prophecy is not meant to be a stand-alone ministry in the church. अब अरू वरदान जस्तो चङ्गाईको वरदान एक्लै चङ्गाईको वरदानले गरिरहेछ भने अगमबाणीको वरदान चाहिँ अरू अलग अलग एउटा वरदानमा गए जस्तो होइन। अगमबाणीको वरदान चाहिँ सबै पालै पालो त्यसले अगमबाणी गरोस् भनेको छ नि त, सबैको साझा यहाँनिर हामी देख्छौँ। अगमवक्ताको वरदान भनेको छैन मैले, अगमबाणीको वरदान भन्दैछु। बुझ्नुभयो? अनि एउटा सिङ्गल
वरदानमा गरेको जस्तो होइन अगमबाणी चाहिँ। अगमबाणीको वरदान चाहिँ मैले भन्छु प्रोफेसी इज नट मिन टु बी अ स्ट्यान्ड एलोन इन नयाँ नियममा चाहिँ। नयाँ नियममा चाहिँ पुरानो नियममा चाहिँ अगमवक्ता र परमेश्वरको बीच अनि मानिसकामा अगमवक्ता आउँथ्यो, परमेश्वर आउनुहुन्न थियो, अगमवक्ता आएर परमेश्वरबाट सुनेको कुरो दिन्थ्यो भने नयाँ नियममा चाहिँ होल चर्च, पुरा चर्च नै वरदानले भरिएको छ अनि विभिन्न दान र वरदानहरू छ। अब किन अगमबाणी बोल्दाखेरि चाहिँ के हुँदो रहेछ नयाँ नियममा चाहिँ ग्रेसमा अनुग्रहमा भएर उनीहरूले बोल्दा चर्चको सुधार हुन्छ। चर्चको सुधार भनेको को? व्यक्ति हो नि त चर्च भनेको, होइन बिल्डिङ त होइन नि त चर्च भनेको। तर चर्चको निर्माण हुन्छ भनेको त्यो व्यक्ति विशेष व्यक्तिहरूको त्यहाँ निर्माण हुन्छ। ओके, आज चाहिँ यो पुरानो नियम र नयाँ नियममा भएको प्रोफेसीको भिन्नता गरेर म यहीँ रोक्नेछु है एकछिनमा। र प्रोफेसी इज इनकम्प्लिट विदाउट द एडेड भ्याल्यु अफ द अदर गिफ्ट्स इन द चर्च। पहिला कोरिन्थी 12 को 12 मा म तपाईलाई त्यहाँ देखाउँछु। प्रोफेसी जब इनकम्प्लिट हुन्छ यदि अरू वरदानहरूको त्यो भ्याल्युलाई हामी महत्त्व दिँदैनौँ भने। पहिला कोरिन्थी 12 को 12 खोल्नुहोस् तपाईले। पहिला कोरिन्थी 12 को 12 मा हामी पढौँ ल। किनकि जस्तो शरीर एक छ र त्यसका धेरै अङ्गहरू हुन्छन् र शरीरका सम्पूर्ण अङ्गहरू धेरै भए तापनि शरीर चाहिँ एउटै हुन्छ, क्रिस्ट पनि त्यस्तै हुनुहुन्छ। भन्नुभयो प्रोफेसी इज इनकम्प्लिट विदाउट द एडेड भ्याल्यु अफ द अदर गिफ्ट्स इन द चर्च बडी। अब अगमबाणी अरू वरदानहरूसँगै छ, त्यस कारणले गर्दाखेरि अरू 9 वटा वरदान छन् नि त त्यहाँनेरि। हामीले यो कुरो अलग अलग भनेर छुटाउनु होइन, देख्दाखेरि अलग अलग वरदानहरू छ तर चङ्गाईको वरदान, आश्चर्य कर्मको वरदान, बुद्धि, अब अगमबाणीको वरदानमा ज्ञानको वचनको वरदान, बुद्धिको वचनको वरदान पनि त्यहाँ फङ्सन हुन्छ, कार्य हुन्छ। र हामी सबै विभिन्न एउटा सदस्य हौँ, विभिन्न हाम्रोमा दान वरदान परमेश्वरले दिनुभएको छ। नयाँ नियममा भएको भिन्नता पुरानो नियमभन्दा नयाँ नियममा भिन्नता के छ भन्ने कुरो म तपाईँलाई देखाउँदैछु। एनी पर्सन हु इज प्रोफेसाइङ, कुनै व्यक्तिले अगमबाणी गर्दैछ, निड्स दोज विथ द गिफ्ट्स अफ डिसर्नमेन्ट। जसले अगमबाणीको गर्दैछ त्यहाँनेरि उसलाई चाहिन्छ आत्मा छुटाउने वरदान। त्यहाँ आत्मा छुटाउने वरदान पनि काम गर्छ। अगमबाणीको वरदानले काम गर्दै गर्दाखेरि आत्मा छुटाउने वरदान, त्यस कारणले गर्दा अगमबाणीको वरदान चाहिँ एक्लै फङ्सन होइन, अरू वरदानहरू पनि समेटिन्छ भन्न चाहेको। लिडरसिप, विजडम टु कम्प्लिट देयर कन्ट्रिब्युसन टु द चर्च। पहिला कोरिन्थी 14 को 29 देखि लिएर 33 मा अघि हामीले पढ्यौँ। भलाइको निम्ति, उत्साहको निम्ति, चर्चलाई बनाउनुको निम्ति, होइन। र अगमबाणी गर्दाखेरि अरू वरदानहरू पनि त्यहाँ हुन्छ। डिजर्नमेन्ट, वर्ड अफ विजडम, वर्ड अफ नलेज र ओके। अब अझै म देखाउँछु तपाईँलाई नयाँ नियममा है। इन द न्यू टेस्टामेन्ट वी सी लेस अफ इन्डिभिजुअल प्रफिट्स एन्ड मोर अफ प्रोफेटिक टिम्स। अब नयाँ नियममा चाहिँ इन्डिभिजुअल अगमबाणी भन्दा पनि ज्यादा चाहिँ हामी टिममा ज्यादा चाहिँ उत्साह गर्ने, होल बडीलाई नै उठाउने कुराहरू हामी देख्छौँ नयाँ नियममा चाहिँ है। जस्तै उदाहरण, सम अफ द इक्जाम्पल दिस एरिया, जस्तै उदाहरणको लागि तपाईँले प्रेरित 11 को 27 पढ्न सक्नुहुन्छ, प्रेरित 15 को 32 पढ्न सक्नुहुन्छ, प्रेरित 13 को 1 पढ्न सक्नुहुन्छ। यो इक्जाम्पल म तपाईँलाई देखाउँछु। त्यो एउटा इन्डिभिजुअलमा मात्रै नभएर, एउटा इन्डिभिजुअलले मात्रै अगमबाणी नगरेर एज अ टिममा पनि भएर अगमबाणी हुन्छ भनेर नयाँ नियममा चाहिँ सिकाइन्छ। नयाँ नियममा चाहिँ त्यसरी काम हुन्छ अगमबाणीको भन्ने कुरो म तपाईँलाई देखाउँदैछु। जस्तै उदाहरणमा म तपाईँलाई दिँदैछु, प्रेरित 15 मा 15 को 32 मा खोल्नुहोस्। यो 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 बाइबलका खण्डहरू चाहिँ हामी पढौँ अब बुझ्नुको लागि। ओके, प्रेरित 15 को 32 हामी पढौँ ल। ओके, युदा, यहाँ हेर्नुहोस्, युदा र सिलास आफैहरू पनि अगमवक्ता भएका हुनाले भाइहरूलाई धेरै वचनद्वारा अर्ती दिएर तिनीहरूलाई बलिया गराए। अब टिम
यहाँ युदा र सिलास एज अ टिममा भएर अगमबाणी र अगम भविष्यवाणीको वरदानलाई प्रयोग गरेको र त्यहाँ भएको त्यो मण्डलीमा भएका ती भाइहरूलाई उत्साहित गरेको कुराहरू हामी यहाँ देख्छौँ। यरुशलेमको त्यहाँनेरि तपाईँले देख्नुहुन्छ मण्डलीमा कि यी व्यक्तिहरू भाइहरूलाई उनीहरूले उत्साहित गरेको टिममा, एउटा अगमवक्ताहरूको टिम, अगमवक्ताहरूले टिममा काम गरेको कुरो हामी देख्छौँ। प्रोफेट्स एन्ड टिचर्स एट एन्टियोक। अब यहाँनिर हेर्नुहोस् त, अगमवक्ता र शिक्षकहरू प्रेरित 13को 1 मा पनि म तपाईँलाई देखाउँछु है। अर्को प्रेरित 13को 1 मा के भनेको छ भन्दाखेरि, ओके, एन्टियोकियामा मण्डलीमा अगमवक्ताहरू, अब हेर्नुहोस् यहाँनिर अगमवक्ताहरू र शिक्षकहरू अर्थात् बर्नबास काला भनिने सिमोन, कुरियानियाका लुकियस, प्रान्तीय शासक हेरोदेससँग हुर्किएका मेनेन र सावल थिए। तिनीहरूले प्रभुको आराधना गरिरहेको बेला, उपवास बसिराखेको बेला पवित्र आत्माले भन्नुभयो। अब यहाँनिर हेर्नुहोस्, टिममा भएर अगमवक्ताहरू, टिचरहरू थिए, त्यहाँनिर शिक्षकहरू थिए। अब नयाँ नियममा चाहिँ के रहेछ, पुरानो नियममा चाहिँ सिङ्गल एउटा अगमवक्ताले प्रभुबाट सुन्थ्यो र आएर बोल्थ्यो मान्छेकोमा भने, नयाँ नियममा चाहिँ के हुँदो रहेछ, इन्डिभिजुअल पनि हुँदो रहेछ अनि ग्रुपमा पनि, एज अ टिममा पनि अगमबाणी हुँदो रहेछ। बुझ्नुभयो? बाइबलमा तपाईँलाई मैले उदाहरण देखाएँ। अनि अर्को तपाईँले प्रेरित 11को 27 मा पनि तपाईँले त्यहाँ देख्नुहुन्छ। प्रेरित 11को 27 पनि हामी पढौँ ल। प्रेरित 11को 27 मा के भनेको छ? 11को 27 मा, त्यस बेला कोही अगमवक्ताहरू यरुशलेमबाट एन्टियोकामा आए। भनेपछि त्यहाँ धेरै अगमवक्ताहरू थिए अनि त्यहाँ धेरै अगमवक्ताहरूले त्यो मण्डलीमा एन्टियोकियामा आएर अगमबाणी गरे र अगमबाणी के को लागि गरे? त्यहाँका भाइ बहिनीहरूलाई, त्यहाँ भएका विश्वासीहरूलाई उत्साहित गर्ने काम गरे। ओके, अब एउटा कुरो देखाएर म अन्त गर्छु आज। Purely the OT approach would tend towards prophecy in isolation, separation from the community and lack of accountability. पुरानो नियमको प्रोफेसीमा चाहिँ के हुन्थ्यो अरे? प्रोफेसी आउँथ्यो, अब अलग थलग भइराखेको समाज पनि यो भइराखेको, कुनै एकाउन्टेबिलिटी, कुनै एक प्रकार एक दुसराको अधीनमा नभएको त्यस्तो अवस्थामा सुधार र चेतावनीको तरिकाले आउँथ्यो। अर्को अझै तपाईँले हेर्दाखेरि ओटी प्रोफेट्स वर एक्सपेक्टेड टु स्पिक द पर्फेक्ट इन्स्पायर्ड वर्ड अफ गड। अनि पुरानो नियमका अगमवक्ताहरूले चाहिँ परमेश्वरबाट सुनेर सिद्ध तर्फले परमेश्वरको अगाडि सुनेको कुरो मानिस कहाँ ल्याएर बोल्थे उनीहरूले। यसो उल्टा पुल्टा मान्छेलाई खुसी पार्नुको निम्ति यसो हो त्यसो हो भनेर भन्दैनथे। प्रभुले जे भन्नुभयो उनीहरूलाई त्यही कुरो ल्याएर उनीहरूले सिधा बोल्थे पर्फेक्टली। ओके, in the anti-church prophets words are subject to being wedged. अब सुन्नुहोस्, पुरानो नियममा त सिधा परमेश्वरबाट उनीहरू सुनेर आएर बोल्थे भने नयाँ नियमका अगमवक्ताहरूको चाहिँ अगमबाणी, नयाँ नियममा अगमबाणी गर्नेहरूको अगमबाणी चाहिँ जाँच्नुपर्छ भन्छ बाइबलले। बुझ्नुभयो? जाँच्नुपर्छ कसरी भन्दाखेरि, फर वी नो द पार्ट वी प्रोफेसाइज इन पार्ट। पहिला कोरिन्थी 13को 9 मा म पढिदिन्छु अनि म आज चाहिँ यहाँनिर अन्त गर्छु। पहिला कोरिन्थी 13को 9 मा है। तर सावलले, जसलाई पावल पनि भनिन्छ, पवित्र आत्माले बोलाएर त्यसमाथि एकटक लाएर हेरे। मलाई माफ गर्नुहोस्, पहिला कोरिन्थी 13 अध्यायको 9। प्रेरित पढिरहेको छु। पहिला कोरिन्थी 13 अध्यायको 9 खोल्नुहोस् त। तपाईँले पाउनु भने तपाईँले पढ्नुहोस्। हाम्रो ज्ञान अपूर्ण छ, हाम्रो ज्ञान अपूर्ण छ, हाम्रो अगमबाणी अपूर्ण छ। लु हेर्नुहोस्, पावलले के भन्दैछ यहाँनिर? हाम्रो ज्ञान पनि अपूर्ण छ, हाम्रो अगमबाणी पनि अपूर्ण छ, यसैले गर्दाखेरि अगमबाणीलाई जाँच गर भनेको छ नयाँ नियममा चाहिँ। हो, हामी बोल्यौँ, पवित्र आत्माले देखाउनु, हामी बोल्यौँ, तर हामी मान्छे हौँ,
पुरानो नियमको अगमवक्ताले सिधा परमेश्वरबाट सुनेर सिधा आएर पर्फेक्टली बोल्थे जे सुनेको थियो। तर नयाँ नियममा चाहिँ सबैले बोल्न सक्छ, सबैको वरदान हो भन्दाखेरि के भनेको छ भने न्याय गर्नु भनेको होइन, जाँच गर्नु भनेको छ। न्याय गर्नु भनेको छैन। कहिले पनि अगमबाणीको न्याय नगर्नुहोस्, तर जाँच गर्नुहोस्। जाँच गर्नु र न्याय गर्नु फरक शब्द हो, बुझ्नुभयो? फर वी नो पार्ट, हामी आधा मात्रै जान्दछौँ, पुरा हामी जान्दैनौँ, त हामी गलत हुन सक्छौँ। अब जाँच गर भनेर पावलले भन्छ। दिस इज वाइ प्रोफेसी मस्ट बी टेस्टेड। पहिला कोरिन्थी 14:29 मा भनेछ, यसै कारणले गर्दाखेरि अगमबाणीहरूको नयाँ नियममा चाहिँ जाँच गर्नुपर्छ, यो प्रभुबाटको हो कि होइन भनेर जाँच गर्नुपर्छ। यो अझै म तपाईँलाई आउने क्लासमा अझै तपाईँलाई म एक्सप्लेन गर्नेछु। त आज मैले तपाईँलाई पुरानो नियममा भएको अगमबाणी र नयाँ नियममा भएको अगमबाणीमा या भविष्यवाणीको डिफरेन्स तपाईँलाई देखाएको छु। अगमबाणी भनेको के हो, अगमबाणी कसले पाएको छ, अगमबाणी कसरी अगमबाणीको वरदान पाइन्छ, त्यो सबै कुराहरू हामीले हेऱ्यौँ। अनि पुरानो नियममा र नयाँ नियममा भएको भिन्नता पनि मैले देखाएको छु। भने अब अर्को पालि चाहिँ म अगमबाणीलाई कसरी जाँच गर्नु, यो प्रभुबाटको हो कि होइन, अनि अगमबाणीको वरदानमा कसरी काम गर्नु, यी दुईटा कुरा म तपाईँलाई आउने क्लासमा सेयर गर्नेछु। प्रभुले तपाईँहरू सबैजनालाई आशिष दिउन्।